चाहिँ ब्लगमा के छ भन्दाखेरि आज मेहन्दी छ। मेहन्दी चाहिँ मैले आमुलाई लाउँदैछु, मेरो पविना आमुलाई। यो चाहिँ आमुलाई चाहिँ एकदमै सिम्पल मेहन्दी मन परेको भएर मैले चाहिँ सिम्पल लगाइदिन लागेको छु। र हजुरहरूको कसलाई मनपर्छ मेहन्दी मलाई भन्नु होला। अनि लाउन मन छ भने पनि भन्दा हुन्छ, म लगाइदिन्छु हजुरहरूलाई। अनि एउटा इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि नि, मैले चाहिँ पविना आमालाई पनि अनि मेरी आमालाई पनि दुवैजनालाई लायो भने मेहन्दी एकै दिन लायो भने अब के अरे मैले चाहिँ बिगार्छु रे क्या। एउटा राम्रो हुन्छ अरे एउटा नराम्रो हुन्छ अरे। म त के भन्नु, त्यही भएर मैले त हिजो भनिदिएको हजुरहरूलाई लाउनु छ भने एक दिनमा लाउनु, हजुरहरू एकै दिन मसँग नलाउनु। किनभने म चित्त बुझाउन सक्दिनँ मेरी आमाहरूको। त्यसैले अब के गर्न सक्छु र अरू त होइन। र हेर्न सक्नुहुन्छ हजुरहरूलाई मनपर्छ, लास्टसम्म वाच गर्नु होला। एकदम राम्रो डिजाइन छ, मैले दुवै हातमा लगाएको छु। यता फ्रन्ट डिजाइन पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। ब्याक साइड दुइटै साइड राम्रो छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। र माया गरिदिनु होला, एउटा लाइक कमेन्ट्स गरिदिनु होला, सेयर पनि गरिदिनु होला। तर यो एकदमै सिम्पल छ, जसले लाउँदा नि हुन्छ। आमालाई चाहिँ राम्रै लाग्यो अरे, त्यही हो। अनि हजुरहरूले मैले अब यो फाइनल लुक पनि छ, हेर्न सक्नुहुन्छ। फाइनलमा चाहिँ झन् दामी देखेको छ, एकदम दामी लगाइराख्नु भन्दा पनि चाहिँ दामी देखेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। त्यति हो भगवान्, म मेरी आमाहरूको चित्त बुझाउन सक्दिनँ। म यस्तै हो, के गर्नु। यो रहेको छ हाम्रो फाइनल लुक। वाउ, कति सिम्पल हेर्नु न।